होला अदा डङ्किनी कहाँ गयो अरे ए केटाहरू बौला छ क्या यार कसले भन्छ डङ्किनी भनेर तिनी कुरा गर्न मिल्दैन के डङ्किनी रे के हो लाइभ छ रे होइन होला छ र गाइस छैन अदा खोइ रे चितवनदेखि घर फर्किरहेको गाइस हजुर कान्छी बुढी कसले भन्छ यहाँ कसले भन्छ कान्छी बुढी भनेर तिमीहरूले भन्दैन कान्छी बुढी हुन्छ हो बाटोमा हिँड्ने सबलाई के मैले बुढी बनाउँदै हिँड्ने मैले मेरो आफ्नै घरमा हेमा मालिनी जस्तो श्रीमती छ यार कहाँ बुढी बनाएर हिँड्छ यार पक्ने ए कसले भन्थ्यो होइन होला तिनी गर्न मिल्दैन के होइन नाम्री छ च्वाक छ ठिक छ होइन सिङ्गल केटाहरूले बिहा गर्ने म त बिहा गरेर त थन्केर बसेर मान्छे के हामीले के को यो अदाको रोटी खानुभयो को यो अदाको रोटी खानुभयो भन्ने को यो कसले खान्छ अदाको को